हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि अहिले चाहिँ खास हामी भन्नुपर्दा भेरीमा माछा मार्न आइरहेको थियौँ। माछा पनि धेरै लायौँ, 4-5वटा कति लाखा। सो त्यो अहिले भेरीमा गएर भेरीदेखि घर फर्किँदैछौँ। देख्न सक्नुहुन्छ यस्तो ठाउँमा छु म चाहिँ अहिले। अनि लौ फुल्दै आऊ त, देख्न सक्नुहुन्छ यस्तो ठाउँमा छु। अच्छा अनि घर जाँदैछु अहिले चाहिँ हामी चाहिँ। मिर्गा झर्यो चौली बनीमा राम 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 गए बनैमा मिर्गा झर्यो चौली बनीमा राम 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 गए बनैमा मिर्गा झर्यो चौली बनीमा। ल गाइज, हल्का फनी भयो। भेरी डेन्जरस। अनि सो त्यही हो, खै माछा देखाइदिए। माछा चाहिँ यही हो। खानुपर्छ स्पेसियल माछा बनाएर चिलमा बसेर मिलेर खाने सबैजनाले। आइज। अनि चाहिँ घर जानु भनेर फेरिदेखि आधी बाटो पुगिसक्यो हामी चाहिँ। अनि मेरो भाइ अनि मामा सबजना मिलेर माछा मार्न आइरहेको थियौँ भेरीमा। अनि माछा पनि मारिसक्यौँ। अनि माछा मारेर पनि 4-5वटा लागिरहेको थियो। खै देख्न सक्नुहुन्छ होइन। अनि सो त्यही हो, अब घर पुगेपछि यसलाई मस्तले फ्राई गरेर खाइन्छ फ्याम। सो त्यही हो, अहिले चाहिँ आधी बाटो पुगिसकेँ। अनि जाँदैछु अब घर। माछा पनि ठिकै लाग्यो, यत्रो 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 यत्रो। तू समझा? हाँ नहीं तू समझा नहीं। त्यो पारीबाट त्यहाँ पारीबाट हिँड्दै, त्यो त पारी छ नि, पारी त्यहाँ पारीबाट हिँड्दै आएको हो क्या म चाहिँ। मजा नै हामी सबै। अब घर जानलाई यति धेरै नभनौँ, यति धेरै उकालो खानुपर्छ कि यो रोडबाट। यो रोड छ नि, रोडदेखि सिधै हिँड्यो भने मेरो घर ट्याक्क भेटिन्छ। अनि चाहिँ अहिले बिच बाटोमा आइसकेँ। अनि ट्याक्कै यो सिधा बाटो भयो, सिधा बाटो गयो भने चाहिँ हाम्रो घर भेटिन्छ। अनि सर्टकट जाउँ भने चाहिँ यो यति धेरै उखाले खानुपर्छ कि यार, त्यही भएर। अनि आइसक्यौँ। भाइचुङ चाहिँ माछा लिएर आउँदैछ। अनि म पनि आधी बाटो पुगिसकेँ। अन्त यहाँ बिस्तार जाने हो। आउने यहाँ बिस्तार जाउँ यार, यताबाट छोडिदेऊ, बिस्तारै जाउँ होइन। अनि बिस्तारै उकालो काट्दैछौँ हामी चाहिँ। अनि होइन, गर्मी पनि परिसकेछ यार। पहिला त योभन्दा 10-15 दिन अगाडि चाहिँ यो बाटो हिँड्दाखेरि एउटा पनि पसिना आउँदैन थियो। अहिले त्यहाँदेखि हेर्नु नि, पुरै पसिनाले भिजिसक्यो टाउको। अनि केटाहरू पुगिसक्यो त्यहाँ। म पनि बिस्तारै हिँड्दैछु। सबभन्दा पछि हिँड्ने भनेको चाहिँ म यही हो होइन। अनि अब चाहिँ घर पनि आइपुग्नु लाग्यो। त्यही हो, हाम्रो चाहिँ रेस हुँदैछ। भाइ चाहिँ त्यहाँ माथि पुगिसक्यो। माको सम म पनि आउँदैछु। ओइ ए मलाई चाहिँ जस्तो गरेछ यार। म त पहिला अच्छा लाउरे हो केटाहरू। ल फ्युजरको लाउरे गएको म र लाउरे हुनु चाहिँ। अनि भर्खर घर पुगेर चाहिँ एकछिन बसिरहेको छु। घरमा चाहिँ कोही छैन, खाना पकाउनु पर्ने छ। अनि खानसान पकाएर अब खाएर सुत्छु अब एकछिनमा। कोही छैन, बाहिर म मात्रै हो। अनि भर्खर पुग्यौँ, जे होस् रमाइलो भयो माछा मार्दाखेरि चाहिँ। अनि अहिले चाहिँ म खानासाना खाएर सुत्न आइसकेँ। अनि भिडियो पनि सबै एडिट गरिसकेँ। अनि आजलाई भ्लग पनि यति नै हुन्छ होला, यतिमै इन्ड हुन्छ होला। हस् त, जय नेपाल।